कुरामा पिरियड 6 महिना बिग्रिँदैन मैले त विश्वासै नगरेँ तिनीहरू साँधेको होइन बोलेको जानेको तारेको जानु कसै नेपाली खानामा स्वाद 7 वटा छ जिम्बु ज्वानो मेथी चुर छ्यापी मिस्टी गरी जिम्बु ज्वानो मेथी चुर छ्यापी अब एउटा छुट्यो टिम्बु 7 वटा स्वाद छ जस्तो बक मासु चाहिँ मोमोको लागि सुट गर्छ चिकन पनि होइन खस्का पनि होइन मटन पनि होइन त्यो छ अब आयो मोमो किन खाइन्छ भनेर आयो मोमो एउटा लग्जरी हाम्रो लागि आजभन्दा 40-50 वर्ष अगाडि यसो मोमो खानु भनेको ठुलो लग्जरी फुड थियो किनभने जुन पाए त्यो जातिले मोमो खानु नमिल्ने तपाईँ ब्राह्मण भयो तपाईँले मोमो खायो भने तपाईँको जात गयो लुकेर खानु पर्ने थियो होइन लुकी यसो दाबा स्कुल पढ्दाखेरि याद भयो सन्दीप महर्षि भनेपछि सबभन्दा ठुलो हाम्रो इन्क्रिप्सन कन्टिन्यू है त्यो हो इन्डियाबाट भेटेको फरक भयो क्यारिकेचर नकल गरेर लगाइरहेको छ हाम्रो त्यो नकल गरेर होइन अब 100 वर्ष नाला महाराज कुक भयो र एक दाना पनि चामल सुकाएर खानाको सुक्खा मोहीलाई झान्ने हो छास बनाउने हो यहाँनिर होइन दाल झान्ने हो तर मेरा नेवारी खाना चाहिँ सब झान्ने हो समयपछि चाहिँ सबै सामान रेडी गरेर हाम्रो स्लो कुक छ ज्यादा किन हाम्रो घरमा गाउँमा बनाएर सानोमा ठिक स्किलेटहरू अर्दन गैरहरू माटाका भाँडाकुँडाहरू त्यस्तो हाम्रो पहिलेदेखि छ हाम्रो स्लो कुक मटन भनेको चाहिँ अब हेरिटेज कुजिने हो स्लो कुक मटन खाएको विशेष गरी दसैँको टाइममा दसैँ रातको बेलामा हाम्रो घरमा पहिला सिस्टम थियो 3 महिना 4 महिना पकाएर राख्दा इभन हाम्रो तर हामीले घरमा साथमा हुन्छ हामीले मोमोज होइन हाम्रो मोमो हो किनभने यो हाम्रो टर्मै फरक छ हामी माइनेसँग कोही पनि मोमो खाँदैन त्यो खायो भने डिसिनेस हाम्रो मोमो अचार छ त्यसमा खानु पऱ्यो होइन विशेष गरी फेरि हाम्रो